साथी, तपाईहरु यो फललाई चिन्नुहुन्छ? तपाईलाई मनमा लागिराखेको होला म चिन्छु भनेर। तर म भन्छु हामी कसैले पनि यो फललाई चिनेकै छैनौं। जबसम्म हामी यो फलको वास्तविक उपयोगिताको बारेमा थाहा पाउँदैनौं र यसको वास्तविक अर्थमा सदुपयोग गर्न सक्दैनौं, हामीले यो फललाई चिनेको केही अर्थ नै रहँदैन। आज म तपाईहरुलाई यो फलको वास्तविक उपयोगिता के हो भन्ने बारेमा जानकारी दिदैछु। आशा छ पक्कै पनि मन पराउनु हुनेछ। यो फलको नाम हो राजवृक्ष र यसको साइन्टिफिक नाम हो क्यासिया फिस्टुला। यो फल नेपालको तराई र मध्य पहाडी भेगमा प्रशस्तै मात्रामा पाइन्छ। तर हामीले यसलाई देखेर पनि नदेखे जस्तो गरेर एकदमै केयरलेस गरेर फ्यालिरहेका हुन्छौं। आज हामी यो फलले के रोगको निदान गर्न सहयोग पुर्याउँछ भन्ने कुरा यहाँ गर्दैछौं। यो फलले पिनस, कब्जियत, युरिक एसिड, अल्सर, छालाको एलर्जी, बाथरोग, सुगर, पाइल्स, हार्ट अट्याक, दम, क्यान्सर जस्ता रोगहरूको निदानको लागि एकदमै रामबाण सिद्ध भइसकेको छ। तर हामीले यसको ज्ञान अहिलेसम्म प्राप्त गर्न सकेका छैनौं र हामीले यसलाई यतिकै खेर जान दिइरहेका छौं। यो कसरी प्रयोग गर्ने भन्ने विषयमा म तपाईलाई 3 पार्टमा भन्दैछु। यसको मात्रा मिलाएर खाने हो भने कुनै साइड इफेक्ट छैन। यसले बच्चा, गर्भवती महिला, वयस्क र वृद्ध सबै उमेर समूहकालाई एकदमै राम्रो गर्छ। सानो बच्चा जो 2-3 महिनाको हुन्छ, जसले आफूलाई के भएको छ भन्न सक्दैन, त्यस्तो बच्चा एकदमै रुन्छ भने र उसलाई पेटको समस्या छ भने यसको भित्रको दिउल यानि कि पल्पलाई भिजाएर त्यसको लेप बनाएर सानो बच्चाको नाभिको वरिपरि लगाइदिने हो भने उसको पेटको समस्या समाधान हुन्छ। नम्बर 2 मा क्यान्सरका बिरामीहरूले यो फलको जरालाई लिएर कुटेर त्यसबाट निस्केको रस नियमित सेवन गर्ने हो भने जस्तो सुकै क्यान्सरका बिरामीहरूलाई एकदमै राम्रो गर्ने हाम्रा वैदिक गुरुहरूले प्रमाणित गरिसकेका छन्। तर तपाई क्यान्सरको रोगी हुनुहुन्छ र किमो लिँदै गरेको अवस्था छ भने पक्कै पनि डाक्टरको सल्लाह भने लिनु होला। र नम्बर 3 मा अन्य जुनसुकै किसिमका बिरामीहरूले यो फललाई 20 ग्राम भन्दा बढी एक पटकमा नलिनु होला, नत्र तपाईलाई कोक्याए जस्तो हुने या झाडा बान्ता हुने समस्या आउन सक्छ। त्यो मात्रा मिलाउनु भयो भने त्योदेखि बाहेकको अन्य कुनै साइड इफेक्ट यो फलमा छैन। र अन्य जुनसुकै किसिमका बिरामीहरूले यो फल सेवन गर्दाखेरि यसको पल्पलाई बेलुका 1 ग्राम धनियासँग 15-20 ग्राम यसको पल्प एउटा माटोको भाँडामा भिजाएर छोडिदिनु होला र बिहान उठेर त्यसलाई मिचेर त्यसको पानी चाहिँ खाली पेटमा नियमित सेवन गर्नुभयो भने अहिले मैले माथि भनेका जुनसुकै बिरामीहरूका लागि पनि एकदमै लाभदायक हुन्छ। त्योदेखि बाहेक यदि हामी स्वस्थ छौं भने पनि यसले कुनै साइड इफेक्ट नगर्ने भएकोले यो एकदमै उपयोगी हुन्छ। अब हामी लास्ट पार्टमा छौं। यो राजवृक्षको विषय चाहिँ मैले हाम्रो यो जिरो इन्भेस्टमेन्ट आइडीमा किन गरिरहेको छु भन्ने मेन टपिक्समा अब हामी आइपुगेका छौं। यति धेरै रोगमा एकदमै उपयोगी हुने यो राजवृक्ष तपाईले नेपालको तराई या मध्य पहाडी भेगमा एकदमै प्रशस्त पाउनुहुन्छ। यो राजवृक्षको रुख भएको ठाउँमा जानु होला, उहाँका किसानसँग कुरा गरेर तपाईले 8-10 पिस स्याम्पलको रूपमा लिनु होला। त्यो तपाईले पर्सन टु पर्सन
या तपाईँको सोसल मिडिया प्लेटफर्म युज गरेर बिक्री गर्नु होला। एउटा साइजको राजवृक्ष तपाईँले बजारमा बेच्दाखेरि 100 रुपियाँ प्रति गोटा बिक्री हुन्छ र यो साइजको राजवृक्ष 50 रुपियाँ प्रति गोटा बिक्री हुन्छ। तपाईँले 10 वटा राजवृक्ष बेच्नुभयो भने त्यसबाट करिब 1000 प्राप्त गर्नुहुन्छ। त्यही पैसा लगेर ती किसानलाई आपसी समझदारीमा पहिलेको 10 पिसको पनि पैसा फिर्ता दिनु होला र फेरि अरू तपाईँलाई चाहिएको फल लिएर आउनु होला, फेरि त्यो बेचेर किसानलाई दिनु होला। यसो गर्दा तपाईँको शून्य लगानीमा तपाईँको व्यवसाय सुरु हुन्छ। यो कति युज हुन्छ भन्ने कुरा जसले अहिले यो भिडियो हेर्नुभयो या जसलाई थाहा छ उहाँले पक्कै पनि थाहा पाइसक्नु भएको छ। कम्तीमा पनि हरेक घरमा 8-10 पिस राजवृक्ष फल हुनै पर्छ। यदि हामी यो कुरामा यो जडीबुटीहरूमा विश्वास गर्छौँ भने हामीले पक्कै पनि त्यो राखेका हुन्छौँ। र तपाईँले स्याम्पल ल्याएर स्याम्पलबाट सुरु गरेको व्यवसाय भोलिका दिनमा तपाईँले एक सिजनमा कति बेच्न सक्नुहुन्छ भन्ने कुरा त कल्पना पनि गर्न सकिँदैन र त्यसैबाट तपाईँले बिस्तारै बिस्तारै व्यवसाय बढाउँदै लान सक्नुहुन्छ। यो अपार सम्भावनाको एउटा नयाँ व्यवसाय बन्न सक्छ तपाईँको लागि।